आज हामी यहाँनिर फुल हेरिरहेछौँ। यति धेरै कुन फुल मन पर्यो त बहिनी? कस्तो नेचुरल हेर्नु कति यसको फुलको कति रहेछ? मनी प्लान्ट हो। कति रहेछ? $20। कति सस्तो है? यहाँ सस्तो रहेछ। कस्तो राम्रो मर्छ होला नि। अन्त त तिनीहरूले बेच्दा मात्रै राम्रो हो क्या, आफूले गर्यो भने गर्नै गाह्रो हुन्छ। कस्तो राम्रो $30 हेर न है। यो कति रहेछ यसको? 185 185 को रहेछ यति एउटा। यो त कस्तो नेचुरल राम्रो छ। कता $50 रहेछ यसको। यो क्या $10 मात्रै अरे लाने। लगेर पनि उता उता हेर त, भित्रमा नि छ होला त। भित्र हेर्नु त यता साइडमा। त्यो त उयो हो। तर यो त सबै $10 रहेछ। यो त लजावटी झार रहेछ। छुँदाखेरि चुमुक्क हुन्छ। चुमुक्क हुने फुलै नाच्दा कति कति। हामी एक छेउ पनि घुम्नु थियो। जाउँ त बहिनी, अब उता बन्द हुन्छ होला लाने। ए ल लिइहाल छिटो, बन्द हुन्छ फेरि उता कति त बन्द हुन्छ। बहिनी चाहिँ फुल लिने भनिरहेछ नि त। सबै राम्रै छ। बहिनी चाहिँ फुल लिने भन्छ, म चाहिँ नलिनु पर्यो। यो चाहिँ कुन राम्रो छ दिदी? सबै राम्रो छ। यो पिङ्कै लगा न यस्तै। यो लगा बरु, फुलेको छैन नि त। यो लाइट पिङ्क रहेछ नि। लाइट पिङ्क फुल्छ नि त। हो फुलिसकेको नलानु। फुलिसकेको त फुल हुन्छ जुन बहिनी, फुल्छ नि त लगेर, त्यही भएर। म चाहिँ नलाने। फुलेको लगाउनु गरे मरिगयो भने यो लगाउँ है। यो पिङ्कै ल ल ल हुन्छ। हेलो एक दिन बहिनीले फुल पनि किनिसक्यो। कस्तो तिर्खा लागेर हरार भयो यार सुक्खा। हामी चाहिँ फुल पनि किन्यो। त्यो वालेटहरू मजाले राख है बहिनी, हराउँछ फेरि। हुँदैछौँ हामीले आधी। कता बहिनी? ए यस्तो भइरहेछ। ल बहिनी जाउँ। ल बहिनी $25 अरे एउटालाई। अनि नखाऊँ होला है त्यस्तो। हामी बाहिरै खानु ठिक छ ल। $10 को पानीलाई $25 अरे। पढेपछि नि लेले याद आउँछ तिम्रो धेरै, मनभित्रको गुप्त कोठामा तिमी नै भन न म के गरौँ तिमी बिना। लिन जिआउन कति धेरै दामी छ गाइजहरू है। यो चाहिँ वर्षमा एकचोटि लाउने फ्लावर्स हो। राति भएर पनि एकदमै राम्रो छ। हङकङ एसिया वर्ल्ड सिटी भन्नुहुँदैछ। एकदमै राम्रो छ, फोटो खिचाउँदैछ। ल प्रोग्राम पनि हुँदैछ।
एकदमै यहाँ चाहिँ फेरि放慢線我不信未來，別人能料中。來年流淚，起碼現時都試過藥草，投降容易老，仍未沒有做。是場惡夢，我仍然跟你今次都沒用，盡情失控。अब भाषण अब चाहिँ सबैले क्यामेरा गर्दैछ यति राम्रो छ उ त छैन हुन्छ हामी जानुपर्ने हुन्छ अर्को साइडतिर गाइजहरू किन भन्दा यो भिडियो चाहिँ लामो हुने भएको कारणले म चाहिँ भिडियोलाई एकदमै सकेसम्म छोटो छोटो बनाउने कोसिस गरिरहेछु एउटै भिडियोलाई चाहिँ हङकङ फ्लावर सो ल हेर्छ नि यहाँ घुमिरहेछु म चाहिँ हङकङ फ्लावर सो राति भइसकेछ त्यही पनि एकदमै राम्रो प्रोग्राम यहाँ चाहिँ प्रोग्राम हुने रहेछ है एकदमै राति प्रोग्राम हुन्छ होला स्टेज रहेछ咁啊，另外一位吉他手啊，咁我哋主音日新，Hello， 大家好，我係李晨奇交。एकदमै फ्लावरहरु चाहिँ विभिन्न प्रकारको छ नेचुरल सब नेचुरल फ्लावरहरु कस्तो मजाले बनाएको है हङकङ फ्लावर क्लब अरे यस्तो डेकोरेट छ आँखै तान्ने यस्तो धेरै राम्रो छ सदाको डेकोरेट एकदमै झिलिमिली छ मान्छे सलबल राखेको छ त्यही कुरा नभनेर नि मिठा 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 हुन्छ गाइजहरु फ्लावर शोतिर घुम्दैछु तपाईहरुलाई कस्तो लाग्छ मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला हेरेर लाइक एन्ड शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु यदि नयाँ हुनुहुन्छ भने यहाँ चाहिँ म जहिले पनि दिउँसो आउने गर्थेँ त्यो भएको कारणले यसपालि चाहिँ राति आएको कस्तो हुन्छ भनेर भिडियो लिनलाई राति पनि ठिकै हुँदो रहेछ कति दोकानहरु चाहिँ बन्द पनि भइसकेको छ गाइस त्यही पनि मैले चाहिँ बन्द नभएको ठाउँहरुको चाहिँ प्राइस फोटो लिने कोसिस गरिरहेछु एकदमै भिडभाड छ एकदमै भिडभाड छ त्यही पनि फोटो लिने कोसिस गरिरहेछु गाइस है यति राम्रो राम्रो डेकोरेट गरेको छ भनेर साध्य पनि छैन मान्छेहरु यस्तो भिड छ नि रे पनि यस्तो धेरै भिडभाड छ के यता हेर्यो फुल यता हेर्यो फुल उता हेर्यो फुल जता हेर्यो फुलै फुलको संसारमा म चाहिँ घुमिरहेछु गाइजहरु यो चाहिँ वर्षमा एकचोटी लाग्छ फेस्टिभल यो चाहिँ अनि त्यही भएको कारणले म चाहिँ घुमिरहेको छु मान्छेहरु यहाँ हङकङको मात्रै नभएर हङकङदेखि बाहिरदेखि पनि आएर पुरै भिडभाड छ यहाँ चाहिँ पिक्चर लिइरहेको छ अनि रमाइलो पनि भइरहेछ एकदमै राम्रो छ आउनुहुन्छ भने एकचोटी बच्चाहरु लिएर पनि आउन सक्नुहुन्छ यहाँ आउँदाखेरि चाहिँ बेलुकाखेरि साँझको पखमा आउनु भने ठीक हुन्छ है अब झिलिमिली बत्ती हुन्छ दिउँसो पनि हुन्छ तर त्यस्तो राम्रो रमाइलो हुन्न किन भन्दा बत्ती हुन्न त राम्रो हुँदैन यो सबै फुलै फुल सजाएको छ यति राम्रो छ 2025 सम्म सकिगयो अनि म अझै बिच भएको मात्रै अलिअलि हिँड्दैछु तपाईको सबै छेउकुना घुम्यो भने चाहिँ धेरै लाग्छ यहाँ डान्स पनि हुँदै रहेछ डान्स पनि हुँदैछ
यस्तो राम्रो फुल फुलाएको छ यो नेचुरल बनाएको सबै हेर्नु कति राम्रो छ केटाकेटीहरू आयो भने कति खुसी हुन्छ सिउरी के भन्छ यसलाई हामीले पढ्दाखेरि चाहिँ यो समुद्रतिर पाउने हलिडे छ पुरा हलिडे छ पुरा एकदमै झकास रमाइलो ब्युटिफुल भइरहेछ गाइजहरु मेरो भिडियोलाई अन्तिमसम्म माया गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वास छ आज तपाईलाई नयाँ नयाँ भिडियो लिएर आउने छु आजको चाहिँ यो एउटा भाग चाहिँ यति नै टुङ्गाउन चाहन्छु किन भन्दा यो लामो भिडियो भएको कारणले म अर्को भागमा फेरि अरु भिडियो लिएर आउँदै छु यही भिडियोलाई म भाग 2 गरेर गर्छु है त गाइजहरु नमस्ते गाइजहरु यो चाहिँ अर्को भागको भिडियो है यो चाहिँ रातिको समय 8 बजिसकेको छ त्यही पनि मैले चाहिँ पुरा भिडियो खिच्ने कोसिस गरिरहेको छु म मेरो एउटा बहिनीसँग आइछु किन भन्दा रात परिसकेछ नि त हेर्नु यो फुले सजाएको ठाउँमा घुम्न आउँदा मलाई लाग्छ स्वर्ग जस्तो घरहरु यति सजाएको छ कहिले कहिले मनोरञ्जन कति आनन्द फिल हुन्छ किनकि अर्कै मजा छ यहाँनिर देश विदेश सबै ठाउँको मान्छे बहिनी यता आउनु न बहिनी यता यहाँनिर आएछ कस्तो राम्रो भइरहेछ कता जाने कति हो कता कता खिच्ने कता खिच्ने आँखाले भ्याउँदै छैन है के खिच्नु है त्यो नराम्रो मान्छे भिडियो खिच्नु राम्री भयो फोटो खिच्नु है हो हेर न तिमीलाई म सेल्फी खिच्छु म तिम्रोबाट कस्तो मजाले बनाएको है गाइजहरु हेर्नु त तर पहिला पोहोरको साल भन्दा यहाँ अर्कै साल अर्कै जस्तो लागिरहेछ है नि बहिनी त्यो यो भर्खर नयाँ हालेको हो नि बीच भागमा मात्रै हिँड्दैछु म चाहिँ यति धेरै ठुलो एरिया छ नि यहाँ त ठुलो एरिया छ त्यही पनि घुमेर बीच चाहिँ फोटो अब सेल्फी यहाँ हेर बहिनी यहाँ सेल्फी हान्नुपर्छ यो चाहिँ हाम्रो युट्युबमा हाल्ने सेल्फी मात्रै हो अब फोटो खिच्नु भने मोबाइल खाली छैन भिडियो खिच्न पर्छ है यही भिडियो आउँछ ल धेरै भिड छ धेरै भिड भए पनि हामीले छोडेको छैन हाम्रो सबजनाले यो भिडियो बनाउनलाई हेर्नु कस्तो मजाले मेरो क्यामेराम्यानहरु सब क्यामेराम्यानहरु मात्रै कसले चाहिँ रात बुढाबुढीहरु फोटोग्राफीहरु कति छ तो तरीका फुलै फुलको संसार 2 दिनमा नि घुमि सक्दैन गाइजहरु बहिनी कता अब ए त हङकङ फ्लावर शो भन्ने लेखेको ठाउँ कता हो उयो भित्तामा लेखेको छ पोत किन त्यो त कहाँ उपर हो नि ए कता हो भएन यता गएकै छैन त जाउँ साथीहरु दरबारमा गाइजहरु पुरा भिडमा यस्तो रमाइलो भइरहेछ गाइजहरु कस्तो लाग्यो तपाईहरुलाई यो चाहिँ
मेट्रो रहेछ मेट्रोमा चाहिँ पुरा हो पाण्डाहरू पुरा रहेछ पाण्डाहरू हेर्दैछ पाण्डाले टाउको निकालेछ है फुलहरू के हो यस्तो यस्तो नेचुरल फुलहरू यस्तै सबै कस्तो मान्छे ठेसिँदै हिँड्ने हो हङकङको घन्टा घर रहेछ धरानको घन्टा घर यहाँ आएछ खै मान्छेहरू के गर्छ कस्तो ठोकिँदै हिँड्छ ए म भन्दा पनि डल्ली मान्छे रहेछ बडा मजाको यो नि त प्यार है प्यार फोटो सेसन हुँदैछ एकछिन साँचोको ऊ आएछ धारा पनि आएछ यहाँ चाहिँ $30 अरे बन्द गर्न आँटेको राख्दैछ पुरा गौतम बुद्ध रहेछ Sorry. Okay, no problem. Sorry भन्छ बन्द हुँदैछ प्रायः जस्तो बन्द पनि भइसकेछ राति परेको अवस्था हो गाइसहरू G36 भने चाहिँ कति रहेछ त 100 भन्दा माथि बन्द भइसक्यो कति त नयाँ फुलहरू यो चाहिँ नयाँ फुल आएको छ निकालेको छैन रहेछ यसलाई चाहिँ बेच्ने ठाउँमा फुलहरू त कति फुल नै नाथ्यो त कति हावा चलेर यस्तो भइरहेछ अघि किनेको होइन यहीँ किनेको हो र गाइजहरु यस्तै भयो आजको भिडियो चाहिँ फुलहरु देख्नु हुँदैछ मैले चाहिँ अब धेरै घुम्न सकिन अब धेरै घुम्दिन पनि यति नै भयो किन भन्दाखेरि गलिसकेको म ठुलो एरिया छ नि त घुम्दा भ्याउदिन थाके पनि सके म घुम्दा कस्तो मजाले डेकोरेट गरेको छ त्यति हेर्नु त घुमिसक्दैन राति परेको अवस्था आधी बत्ती चाहिँ यो बत्ती चाहिँ निभेछ यो बत्ती चाहिँ बिग्रेछ यो बत्तीहरु तीनटा चाहिँ बिग्रेछ फुल्ने ततिर बन्द पनि भइसक्छ कति मान्छेहरु प्राय भन्न बसेको त्यस्तै गाइजहरु आजको भिडियो कस्तो लाग्यो तपाईहरुलाई अब मैले चाहिँ भिडियोलाई इन गर्न गइरहेको छु मैले आधी जस्तो घुमिसके किन भन्दाखेरि राति पनि भइसकेको अवस्था छ धेरै जसो दोकान बन्द पनि भएको छ तपाईहरुलाई के कस्तो लाग्छ मेरो भिडियोलाई अन्तिम समय हेरेर
लाइक एन्ड सब्सक्राइब एन्ड सेयर पनि गर्न नभुल्नु होला सबैले मलाई माया पनि गर्न नभुल्नु होला है त गाइजहरु आजको भिडियो चाहिँ म यही एन्ड गर्न चाहन्छु सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरेर मलाई साथ सपोर्ट गरिराख्नु भएको छ सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु आजको दिन चाहिँ मेरो भिडियो यस्तै भयो तपाईलाई के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब शेयर चाहिँ गर्न नबिर्सिनु होला अनि के कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला अनि तपाईहरु यदि हङकङ तिर हुनुहुन्छ भने कल्चबेमा आएर एक्जिट ईमा आएर अनि हेर्न सक्नुहुन्छ है भिडियो चाहिँ बनाउन सक्नुहुन्छ फोटो खिच्न सक्नुहुन्छ घुम्न सक्नुहुन्छ यति धेरै रमाइलो छ है त गाइजहरु राम्रो छ फुलहरु एकदम नेचुरल छ सब नेचुरल फुलहरु हो हैन एकदम बवाल छ भन्दै यस्तो यस्तो दामी दामी फुलहरु आउँछ यसको फुलको पिक्चर नलिदा फेरि कसरी इन गर्ने होला भन्ने लाग्छ हैन बबाल बबाल ओ माय गॉड यस्तो फुल त कति छ कति मैले भिडियो लिनै सकिरहेको छैन यस्तो फुल त कति छ कति कति छ कति कति हो कति सबै डेकोरेट गरेको हेर्नु त मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भनेकै यो बाइ गर्न चाहन्छु तर फुलै फुल छ त्यही भएर म बाइ गर्नु पनि खोज्छु तर गरि पनि हालेको छैन है त मान्छेले फुल किनेर खपिसक्नु छैन फुलै फुल कति धेरै फुलै फुलको बगैँचामा एकदम झक्कास एन्ड रमाइलो ब्युटिफुल राम्रो भन्दै So guys, bye bye. Thank you very much for support me. आजको लागि चाहिँ मेरो भिडियो यहाँ एन्ड गर्न चाहन्छु सबैजनाले धेरै धेरै धन्यवाद है त बाइ बाइ सी यू अर्को भिडियोमा फेरि भेटौँला बाइ बाइ